हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आई होप सबजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चु। आज चाहिँ म धेरै पछि चाहिँ भिडियो बनाउन गइरहेको छु। मेरो बाइकमा चाहिँ किला काँटी पसेछ क्या, यस्तो भइसकेको रहेछ। यो बाइकको पम्चर बनाउन गइरहेको छु। लड्छ होला है। ल उचाला, ल उचाला। त्यति भए त भयो भयो भयो, त्यति भएर भयो, लड्दैन। ल स्टिल ब्याग ल यहाँनिर हो काँटी परेको चाहिँ, यस्तो मजाले परेको रहेछ। 30 रुपियाँले गर्छ, 25 रुपियाँ 30 रुपियाँले गर्छ केजीमा। ल हेर्नु, मैले त्यो ट्रस्ट यहाँ 25 रुपियाँले आउनु लाग्यो। फलामा आफूले किन्ने अनि त्यसै होल्डिङ रड पनि किन्ने होइन। मैले ऊ यसो गरेँ, होलसेल गरेँ, 2 लाख रुपियाँ निकाल्नु। बुलेट चढेर हिँड्ने हो। बाइकमा त्यो त होइन त, साइड बुलेटै हो। अहिले बुलेट किनिरहेको छु। अहिले अर्को थियो पहिला, अर्कोलाई लगेँ 2 लाख भन्नु। अनि 2 लाखको गिरिल चाहिँ कति जान्छ तपाईँलाई? त्यही त दाइ टाढै के छ भेटघाट कतिवटा भ्या दाइ अहिले स्क्याच हुनसक्छ त्यो उयसमा राख है। एउटा सानो उयो ल्याउ न, टालो ल्याउ त। कस्तो झ्याल त मेरो कब्लिङ रबर त छुटेको सबै काटेर राखेको। एउटा स्क्याच एउटा नहोस् है। यो टायर कस्तो टायर हो? म त यो थाहा नै छैन हाल्यो है। यो एमआरएफको राम्रै कम्पनीको टायर हो। होइन, मेरो यो के भन्छ लिक्विडहरू छ छैन यसमा? लिक्विडहरू हालेको छैन, छैन यो हालेर दिएको हुँदैन। अब तिमीले यो टायर चाहिँ कसरी बनाउँछौ? यो भित्रबाट अब खोलेर पेज स्टिकर हाल्नुपर्छ। अब के हाल्दा राम्रो? स्टिकर हाल्दा राम्रो कि के स्टिकर कि के रे? स्टिकर हाल्दा चाहिँ स्टिकर हाल्दा राम्रो कि त्यो अर्को त्यो हुन्छ नि, त्यो के भन्छ त्यसलाई? त्यो सुत्ला त हाल्नु हुँदैन, त्यो टायर बिग्रिन्छ, राम्रो हुँदैन हो? राम्रो हुँदैन। त्यो कारणले गर्दा स्टिकर टाल्दै राम्रो हुन्छ। ए अन्त है, कहाँनिर खै देखौ त। मैले त यति भएको रहेछ, यहाँबाट गएकै गर्दो रहेछ। म त बिहान मात्रै थाहा पाएको। ल अब भने चाहिँ हामी फाइनली स्टिकर टाल्ने है, सुत्ली भने। ल ठिक छ, अब यो पनि कसरी टाल्छौँ भन्ने कुरा चाहिँ आले भाइले गरेको काम चाहिँ म तपाईँहरूलाई देखाउँछु है त। ल स्टिकरमा मात्र त उठाल्छ। कति आएको छ हेरौँ एकछिन है त। ल हानेर यस्तो निक्लेको छ है। यत्रो बसेको छ टायरमा किला चाहिँ। धेरै ठुलो त होइन रहेछ होइन? ठिक्ककै छ, त्यति कत्रो रहेछ त? सुलेसन लगाइरहेको छौँ होइन? सुलेसन कस्तो गनायो। स्टिकर कति नम्बर हुन्छ? नम्बर वाइज हुन्छ कि? त्यसमा यो चाहिँ 0 नम्बरको हो।
यति भएपछि मजाले खप्छ होला होइन? त्यो सुत्ली भन्दा यो चाहिँ राम्रो है? यो चाहिँ धेरै राम्रो हुन्छ। त्यसरी घोट्नु पर्यो। यसलाई सुक्नु कति टाइम लाग्छ अब? सुकिसक्यो, टाइम लाग्दैन यो सुक्नुको लागि त, एकैछिनमा सुकिहाल्छ। ए राम्रो रहेछ त, मजाले माड है त्यो चाहिँ। टाइम त भनेपछि धेरै टाइम पनि नलाग्दो रहेछ है अहिले? धेरै टाइम लाग्दैन, एकैछिनमै हुन्छ। यो टायर खोल्नुको लागि यो मेसिन चलाउनु पर्यो, त्यति भए त भइहाल्ने रहेछ नि होइन? अलि भाइले चाहिँ एकदमै चुस्त दुरुस्त काम गरिरहेको छ है त साथीहरू। टायर हाम्रो फिट हुने तर्काउनु छ यता। अब हावा हानेपछि भइगयो होइन? हजुर। बाइकिङ बनायो नि त।